नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। सधैँ चाहिँ आज पनि हजुरहरूको लागि चाहिँ मैले नयाँ रेसिपी लिएर उपस्थित भइसकेको छु। हजुरहरूलाई पक्कै पनि थाहा भइसक्यो होला यो चाहिँ आलु चपको रेसिपी हो भनेर। यो एकदम मैले सजिलो तरिकाले बनाउन कोसिस गरेको छु। पक्कै पनि हजुरहरूलाई मनपर्छ भन्ने आशा छ। साथै यो ठ्याक्कै हजुरले यसरी बनाउनु भयो भने ठ्याक्कै बजारको जस्तै मिठो पनि बन्छ। र यो बनाउनको लागि चाहिँ मेन चाहिने सामग्रीहरू मैले स्क्रिनमा देखाएँ, हजुरहरूले हेर्न सक्नुहुन्छ। उसिनिएको आलु लिएको छु, हरियो धनियाँ, हरियो खुर्सानी, काटिएको प्याज, बेसनको धुलो लिएको छु, तेल, लसुन अदुवा थिचिएको, भुटेको जिरा धनियाँ, नुन, बेसार, खुर्सानीको धुलो र थोरै अरेन्ज कलर लिएको छु। र उसिनेको आलु चाहिँ मैले चाहिँ एउटा प्लेटमा राखेर यसलाई चाहिँ म्यास गरेँ। यसलाई धेरै मसिनो चाहिँ नबनाउनु, आलु चपको चाहिँ हल्का हल्का गिर्का गिर्का खाने नै मिठो हुन्छ। कम्प्लिटली म्यास गर्नुभयो भने चाहिँ खासै मिठो हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ यसलाई हल्का हल्का खर्सोपन नै राखिदिनु होला। र माथिबाट काटिएको प्याज, हरियो धनियाँ, हरियो खुर्सानी, बेसारको धुलो, स्वादअनुसारले नुन, भुटेको जिरा धनियाँको धुलो, लसुन अदुवा थिचेको राखिदिएको छु। पेस्ट छ भने हजुरहरूले पेस्ट पनि प्रयोग गर्न सक्नुहुन्छ। र यसलाई त्यो मरमसला सबैतिर पुगोस् भनेर एकचोटि फेरि मिक्स गरिदिनुहोस्। र यो रेडी हुन्छ। र साथै एउटा प्लेट राखेर मैले हातमा थोरै तेल लगाएँ। तेल लगाउनुको कारण भनेको चाहिँ आलु चपको सेप दिन चाहिँ सजिलो होस् भनेर मैले लगाएको हो। हेर्न सक्नुहुन्छ। थोरै ठुलो सानो कसरी बनाउने त्यो अनुसारले आलु लिनुहोस्। र त्यसलाई चाहिँ पहिला डल्लो बनाएर माथिबाट थिचेर बनाउँदा पनि हुन्छ। आफूलाई जस्तो सजिलो हुन्छ त्यसरी बनाउन सक्नुहुन्छ। र साइडबाट सेप दिनुहोस्। र यसरी नै मैले यो आलु टिक्की चाहिँ बनाएर रेडी बनाइसकेँ। साइडमा चाहिँ हामीले बेसनको घोल यानि कि ब्याटर तयार गर्नुपर्ने हुन्छ। र मैले बेसन लिइसकेको छु एउटा भाँडामा। यसले गहिरो भाँडा लिनु होला। थोरै थोरै पानी गरेर मैले बेसनको घोल बनाएको छु। यसलाई धेरै बाक्लो पनि नबनाउनु होला, धेरै पातलो पनि नबनाउनु, ठिक्कको बनाउनु होला। माथिबाट थोरै फुड कलर पनि हालिदिएँ मैले, स्वादअनुसारले नुन र खुर्सानीको धुलो। मैले चम्चाबाट देखाएको छु कतिको कन्सिस्टेन्सी हुनुपर्छ भनेर। र यो ब्याटर पनि रेडी भइसक्यो, टिक्की पनि रेडी भइसकेको छ। र मैले साइडमा तेल तात्नको लागि छोडिदिएँ। तेल चाहिँ मिडियम टु हाई अलि तातो हुनुपर्ने हुन्छ। र तेल तातिसके पछाडि मैले त्यो टिक्कीलाई बेसनको घोलमा डुबाउँदै एउटा एउटा गरेर तेलमा राखिदिएँ। र हजुरले कम्तीमा 2 देखि 3 मिनट चाहिँ दुई साइड नै पकाउनु पर्ने हुन्छ। फुड कलर छ भने प्रयोग गर्दा हुन्छ। मैले चाहिँ कुनै फुड कलर राखेर बनाएको छु भने कुनै चाहिँ फुड कलर नराखिकन बनाएको छु, केही फरक पर्दैन। र यसरी रेडी हुन्छ हाम्रो आलु चप। पक्कै पनि घरमा बनाएर खानुहोला। साथै कस्तो भयो भनेर मलाई सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। र हजुरहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज मेरो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। हेर्न सक्नुहुन्छ यो चाहिँ मैले फुड कलरवाला ब्याटर बनाएर आलु चप बनाउन गइरहेको छु। हेर्दै मिठो भइसक्यो हाम्रो आलु चप। पक्कै पनि यो तातो तातो आलु चप तातो चियासँग, कुनै तरकारी, आलुको तरकारी, कुनै चना, जेसँग हजुरहरूले खान सक्नुहुन्छ, जेसँग खान मन लाग्छ त्यससँग खानुहोला। र मेरो भिडियो कस्तो भयो भनेर मलाई सल्लाह सुझाव पनि दिन नभुल्नुहोला। मेरो भिडियो अन्त्यसम्म हेर्नुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अर्को साता नयाँ रेसिपी लिएर म उपस्थित भइहाल्छु। त्यतिन्जेलसम्म हजुरहरूलाई नमस्ते।